अब कसरी चाहिँ आफ्नो पार्टनर आफूसँग टाढिँदै जाने हो त? 3टा कारणहरू रहेछन्। एकदमै धेरै माया थियो, यस्तो माया प्रेम थियो, तर तपाईँको पार्टनर बिस्तारै तपाईँसँग टाढिँदैछ, है? किन टाढिँदैछ? किन टाढिँदैछ? बिस्तारै बिस्तारै झन् टाढा हुँदैछ। सुन्नुहोस्, 3टा कारणहरू टिओपी कारणहरू यस्ता। नम्बर 1, तपाईँहरू बिचको त्यो कनेक्सन एकदमै कम हुँदैछ, नट कनेक्टिङ विथ इच अदर। तपाईँको पार्टनर त तपाईँको बेस्ट फ्रेन्ड हुनु पर्यो नि, होइन? तपाईँहरूमा त मित्रता हुनु पर्यो, तपाईँहरू स्विट हार्ट हुनु पर्यो एकअर्काका। एकअर्काका गोप्य कुराहरू, डरहरू, इच्छा, चाहना, सपनाहरू सबै कुराहरू बाँड्नु पर्यो। एकअर्कालाई थाहा हुनु पर्यो। तर त्यस्ता कुराहरू अब तपाईँहरू बीच खासै महत्त्व रहेनन्। त्यस्ता कुराहरू तपाईँ खै आजकल तपाईँ फोनमा बिजी थौ हुँदाखेरि ऊ आफ्नै तनावमा बिजी। अनि तपाईँहरूको छैन, एकअर्काका कनेक्सनै कम हुँदैछ। अर्को, तपाईँहरू खासै रमाइलो गर्नु हुँदैन। भन्नाले हाँस्न पर्यो, घुम्न जानु पर्यो, अनि त्यसपछि एकदमै रमाइला खालका गफहरू गर्न पर्यो। उसलाई हेरेर आफ्नो मुहारमा मुस्कान आओस्, बुझ्नु भएन? त्यस्तो होस्। तर तपाईँहरू बिचको त्यो फनवाला टाइम कहाँ गयो? कहाँ गयो? जिम्मेवारीले गर्दाखेरि अझ खै किन हो अब त्यो नट ह्याभिङ फन, त्यो अर्को। र लास्टमा एकअर्कामा त्यो अन्डरस्ट्यान्डिङ भन्ने जुन कुरा हुन्छ नि, त्यो नै छैन। एकअर्काले एकअर्काका कुरै नबुझिदिने। यस्तो हुनु पर्यो सम्बन्ध। म बारम्बार भनिराखेकी हुन्छु, बोझ थपिदिने भन्दा पनि त्यो बोझ कम गर्ने हुनु पर्यो नि त पार्टनर, होइन? तर बोझ कम त कहाँ हो, कुरै नबुझिदिने, सनक्क रिसाउने, छोडेर जाने, अनि कसरी सम्बन्ध टाइट हुन्छ? सो माई डियर फ्रेन्ड्स, इन केस दुईजना बिचमा दूरी बढ्दैछ भने एकअर्कासँगको तपाईँको कनेक्सन कम भयो, दुईजनाले रमाइलो गर्न छोड्नुभयो, र अर्को, एकअर्काले एकअर्काका कुरा बुझ्न बन्द गर्नुभयो। सो ल है, साँच्चीकै माया लाग्छ भने, उसँग टाढ्यौँ जस्तो लाग्दैन भने यी 3टा कुराहरूलाई कट डाउन गर्नै पर्छ। ल, मेरो कुरा कस्तो लाग्यो कमेन्ट गर्नुहोला। मन परे नपरे जे भए पनि मलाई फलो गर्न चाहिँ नभुल्नु नि है त। म यस्तै मायाको कुरा गरिरहन्छु।